चटपटेका लागि आलु उसानेर काँक्रा काटेर रेडी हुँदैछ हैन त गाइजहरु ल गीता करके हाय रियल चटपटे वाला पुरी चटपटे पानीपुरी को पार्टी चल्दैछ यहाँ स्पेशल अनि ह्यापी न्यू इयर दिदी यहाँ सुन हामी जले के गरे ल यहाँ सुन यहाँ दालको छ भित्र रहेछ कहाँ छ है बोरा भित्र कालो प्लास्टिक मारे बेड माथिको हाम्रो सासु पर्मिलाले कौनी बुहारीले कति काम गर्यो भनेर हेर्नु भएको छ मेरो यो जेठीले र सासूले एउटा न्यू कदम लाग्यो अनि पर्मिलाले वहाँ प्याज काटेछ नि यहाँ आँखा पिरावा ल्याउनु आछ नि आज चाहिँ हामी सङ्गीता दिदीको घरमा आछौँ हैन स्पेशल अनि कस काम छ यसमा नुन पनि राख्ने हो र राख्ने हो पानीपुरी पनि टन्नै बनाउँछौँ हामी पुरा हाल्दिम यसमा कि त्यसमा राख्ने र यसमा राख्ने के पानीपुरीमा त मिठो पानीपुरी मिठो होइन के भाउ र त तितो चाउचाउ त त्यसमा राख्नु पर्यो भने नै कि अब यसमा त करेन्टको पनि राखे हो के रे अलग हो वेलकम टु सुषमा कार्की एकदम अलगमा भन्दै गराउँदै न्यू इयरमा हामीले चटपटे पानीपुरी बनाउँदैछौँ बानर बनाएको छ हो अङ्कित थापा को लागि यहाँ केटाकेटीहरू ग्रुप भइरहेछन् हेर्नु त हेलो हामी दुईटी केटकेटी मिलाउने हैन बनाउने भित्र छन् आउँदै भित्रबाट हामी टक्क बसिछौँ कतिखेर आउँछ चटपटे अनि त्यहाँबाट आउने हो चटपटे र पानीपुरी कतिखेर आउने हो ओ हेलो हाम्रो घरबाट देखिने भ्यू हैन आनन्द छ बस्नको लागि ल चटपटी वाली के फुल्की वाली ल अरू पनि लिएर आउनु है थाल बटुका वाली यो हेरी पानीपुरी वाली ल मम्मी पानी वाली कति रमाइलो हुने नि है दिदी सबै जम्मा भएर बस्दा न न्यू इयर स्पेशल ल पानी वाली चटपटे यिनी पिरो पिरो देशी त पानी पनि दिन पर्यो नि म चाहिँ चटपटे केटकेटीलाई मैले सबै मिलाएर राखेको है यो दिदी चाहिँ उभिएर भन्ने मात्र ए हेर्नु यहाँ कसो गर्नु चाहिँ ल दुईटी लिएर ल्याउनु चटपटे खाना आउनु भएको छ ल यहाँ पुर्याउन धेरै गाह्रो भइरहेछ है यहाँ एउटालाई त पुग्दिन होला ल यहाँ न्यू इयर स्पेशल यस्तो छ यहाँ सुषमाले भाग लाउँदैछिन् सङ्गीताले पर्मिलाले आन्टीले सबले भाग लाउँदै हुनुहुन्छ ए ल यताखेरि खानपिन चलिरहेछ उता बोइजहरूको ग्रुप त्यसले अगाइ छैन क्या त्यो टिन खान्छौ
नानीले खान्छिस् खान्न न खाइ त उसले नानीले खान्छु भने सिधै एउटा खाम नभन्छ क्या त्यसले त्यो त दुईटा आशिषमाले यिनीहरू खाएका हुन् के घिट करेन्टको त्यो एउटा तेल थियो नि हो त्यही लगाएर म घर धोएर आउँछु थ्याङ्क यू पानीपुरी खान्छ म चाहिँ यहाँ भित्रको काम गरेँ मेरो काम गर्ने चाहिँ होइन म पनि हो तर म माझ्न गएको थिएँ आधी भाँडा माझेर आएँ भिडियो खिचिदिने कोही हुनु भएन ओइ लास्ट आएर टिन्टी दिदीले माझ्दै हुनुहुन्छ फुल पनि कस्तो मजाले फुलेछ नि यिनी फुल चाहिँ पुरै सुक्न लाहन् र कालमपुर भएको रहेछ यहाँ त हामीलाई कति खान मन लाग्यो सानो सानोमा खाएको चिज अनि कति खाइयो खाइयो बुढियाले जात्रा भनेको जात्रै भन्नुभएको छ आमाले यता बहिनीहरू चाहिँ टिप्नमा बिजी छन् म चाहिँ भिडियो बनाउँदै बसिरहेको छु हामी फेरि काफलको बुटो देखेर यता दिदी चाहिँ काफल टिप्न जान लाउनु भएको छ काफल टिप्छ भनेर फेरि टाढैबाट बुटो हेर्ने बुटो हेर्ने बस्ने भन्ने बस्ने हामी फेरि दिदी नसक्ने म पनि सक्दिनँ बुट्टा चढ्न होइन नसक्ने टाढा बसेर हामी चाहिँ चढ्न सक्दैनौँ बुट्टा होइन दिदी अनि त्यही भएर टाढैबाट टाढैबाट हेरेर बसेर हेरेर पाकेको हेर्दै बसेको हामी सङ्गीतालाई चढ्न पठाएछौँ तर उहाँ पनि चढ्नु भएको छैन फेदा बसेर हेर्नु छ हेर्नु कति लिएर आउनुहुन्छ भन्ने कुरा मात्रै हामी चाहिँ काफल खोज्दै खोज्दै यता भिरतिर मैले त डाँडा पाखातिर होइन त कति राम्रो छ हाम्रो डाँडा पाखा दिदी बुटुलबाट आउनुभएको हामी घुमाउन आएको अनि दिदीले हाँसी थाहा छैन नि त यहाँको बारेमा एक घन्टा बुढा चढ्यो यति हुन् गाइज काफल ल दिदी थ्याङ्क यू कति पाक्यो नि अनि साँधै मिठो हुन्थ्यो नि ल हामी चाहिँ काफल खाएर फेरि घर जाँदैछौँ फर्किँदैछौँ घरतिर गाइजहरू होइन त दिदी बोल हजुर बोलेको एकदमै म त बनाएको बनाइ न्यु इयरको दिन चाहिँ हाम्रो स्पेसल भइरहेछ अर्ग्यानिक पुरै गाउँमा है पुरै गाउँमा किम्मु खाँदै काफल खाँदै होइन भोलि फेरि कता जाने हामी सल्लाह गर्दैछौँ काफल खान किम्मु खान होइन त दिदी ऐसेलु खान ऐसेलु खान भोलि अर्को भिडियोमा भेटौँला आजलाई यति नै ल बाई बाई ल कति धेरै टिप्नु भयो धेरै टिपिस अहिले माथि देखाउनु